भएको मलाई नटेको होइन। अनि आज चाहिँ कसको बर्थडे तपाईँलाई थाहा छ? मेरो काकीको आज बर्थडे हो, कविताको काकीको। अनि म सरप्राइज दिन आँट्नु भनेको। हजुर 22% भयो। भर्खर 22% त हुँदैछ, 30 कट्नु दिनु। म गिफ्ट किन्न जान्छु होइन, काकीलाई थाहा छैन क्या म के ल्याउँछु भनेर। म जान्छु ल, बाई बाई। एकछिनमा सरप्राइज अनि काकाले केक ल्याइदिन्छ नि। ल बाई। ए हो बर्थडे आइस दादाले भन्छ बर्थडे। इलासम्म बल्छ एकछिन बल्छ। काकीलाई दिनु न। पैसा त यता पनि राखेको छ त कसले दिदीको होला। लोखन्डे हो र मेन लोखन्डे त म पता छ मलाई पर्दैन पैसा लोखन्डे पर्दैन मलाई पर्दैन यसलाई पनि पर्दैन मजाले खानु पायो त दियो पनि भालो फोटो खाँची दसैँमा त अब लाउनुपर्छ दसैँमा पनि लाउनुपर्छ छोइन हेरा पनि भइरहेको छ नि कसले चलेको यहाँ? अघि लिएर आइज भनेको नि त लु त के त उही चाहिँ लाइटर बाहिरै छ उहीसँग बारेर ल्याउ। खोइ लाइटर छ लाइटर ल्याइदियो त ह्यापी बर्थडे भन्नु यहाँ। यहाँ केक काटिसक्यो अनि के यता ए हामी अब सरप्राइज हो त्यो के ठिक छ स्प्रे सिद्धिको सक्यो। दिदीसँग सबै ह्यापी यहाँ छ कि क्या हाम्रो ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु टाउको भरि छ थ्याङ्क यू सो मच मेरो जेठानी दिदीलाई र मेरो त हातै यो कानमा त पुरै भरियो नि होला मेरो ला घुसे त काकी कालो त्यो माथि तिमीलाई पनि केक राखिदिएको छ प्लेटमा। मम्मीले चाहिँ फेरि भन्छ तर त्यता गरेर भन्नुभयो गर त भनिहाल्नु भने त दिदीलाई दिनुभयो त्यही भन्नु ल अच्छा त मेरो त कन्सै मेरो सुरुमा आँखामा अनि कानमा पस्नु सक्छ अब छोड्दैन भनेर लु पक्रा यहाँ आउ न त लु काट है ह्यापी बर्थडे टु अरे के भन्नु आम्मामा खै अलिकति के खुवाइदिउँ खोइ तिमीले ल्याउनु केक अघि हाम्रो केक ल्याउन दिदीलाई दिनु पर्यो नि भात खाए जस्तो दिँदैछ नि यहाँ दुइटा होइन लगिदिनु लु बर्थडे त अब रुँदै थियो हेर बिहान के को ल्याउनु यहाँ हेर न गायत्री
अहिले पो बाटो जस्तो बनाइदिन्छ अहिले पो अर्को त लागेन अहिले पो बाटो दुईजनालाई आधी आधी दिनु क्यामेराम्यान मलाई अब क्यामेराम्यानलाई त बर्थडे केक त भयो नि त क्यामेराम्यानलाई चाहिँ छिटो दिइहाल्नु